के चाइना भ्रष्टाचारको दलदलमा फसिरहेको छ? साँच्चै यसबारे चाइनामा हालै तत्कालीन कृषि मन्त्रीले भ्रष्टाचार गरेको अभियोगमा मृत्युदण्डको सजाय भएको घटनाको समाचारहरू आम संसारमा आइरहेको छ। के चाइनाले आफ्नो देशको गरिबी अन्त्य गर्न खर्बपतिहरूलाई गायब गरिरहेको छ त? अझ भनौँ, के चाइनाले आफ्नो देशमा भ्रष्टाचार अन्त्य गर्न भ्रष्टाचारी अधिकारीहरूलाई दण्ड सजाय दिइरहेको छ? यो त केवल चाइनाको देखाउने मोहर मात्र हुन्। यसको पछाडि कारण भनेको चाइना आफ्नो देश शक्तिशाली र विश्वमा विकसित ठूलो सम्पन्न राष्ट्रको रूपमा स्थापित हुन चाहन्छन्। यति मात्र होइन, चाइनामा अहिलेको नेतृत्व गरिरहेको सरकारले आफू विरुद्ध कसैले केही कदम चाले त्यसको नरसंहार गरिरहेको छ। चीनले आफ्नो देशको विकासको लागि, अर्थतन्त्र सुधारको लागि साथै सैन्य शक्तिको नाममा आफ्नो विरोधीहरूको अन्त्य गरिरहेको छ। यसरी कम्युनिस्ट राष्ट्र चीन तीव्र आर्थिक विकसित मुलुकहरूमध्ये अगाडि रहेको मुलुक हो। तर चीनमा घट्ने विभिन्न रहस्यमय घटनाले विश्वलाई तरङ्ग ल्याउने गर्दछ। संसारमा डिजिटल मार्केटको बादशाहको रूपमा चिनिएको ज्याक मा चाइनाको धनाढ्य व्यक्तिहरूको सूचीमा रहेको थियो। तर सन् 2020 देखि उनी चाइनाको फाइनान्सियल पोलिसीको क्रिटिकल कमेन्ट गरे यता सन् 2020 नोभेम्बरदेखि एकाएक उम्नान छन्। यति मात्र होइन, चाइनाले आफ्नो सरकारको विरुद्ध बोल्ने मात्र नभई कसैलाई आफूभन्दा राम्रो काम गरे पपुलर भएको अवस्थामा समेत ज्यान जोखिम हुने, पक्राउ पर्ने र मृत्युदण्ड समेत हुने गरेको छ। यदि चाइनाको कुनै पनि नेता आफ्नो सरकारको विरुद्ध बोलेमा अमेरिका र युरोपियन युनियनको जासुस भन्दै मृत्युदण्ड दिने गरिन्छ। यसरी खराब र भ्रष्टाचारीलाई मात्र नभई चाइनाले बौद्धिक, स्वच्छ र इमानदारी व्यक्ति, नेताहरू, जो अधिकारीहरू छन्, जसले राम्रो काम गरिरहेको देशको नेतृत्व गर्ने सम्भावना बोकेको मानिसहरूको समेत बलिदान भइरहेको छ। यसबाट चाइनामा आफ्नो सरकारको इच्छा विपरीत फरक मत वा फरक विचार बोक्ने व्यक्तिहरूको अन्त्य हुने गरेको छ।